हेलो साथीहरू, नमस्ते सबैजनालाई। आज हाम्रो घरबाट दिएको मासु आउँदैछ है। सबैजनाले हेर्नु न के पठाएको छ हाम्रो आमाले। ल साथीहरू, यही हो हाम्रो घरबाट ल्याइदिएको सामान। हेरौँ के छ है। घरबाट आउँदा केही न केही सामान आइरहेको छ हाम्रो मान्छेहरू पनि आउँदा आफन्तहरू। ओ चाउचाउ, करेन्ट चाउचाउ हाम्रो फेभरेट हो। वाइ भन्दा पनि हाम्रो गाउँबाट आउँदा सबैभन्दा बढी यही ल्याइदिन्छन् है हामीलाई, यो करेन्ट चाउचाउ। के रहेछ हौ? बोरीभित्र बोरी हालेछ त नि। ओ माइ गड, ओ माइ गड, के हो? सामानभित्र धेरै सामान हालेछ। के हो भने अर्ग्यानिक काँक्रा है। मैले सोचिरहेको थिएँ आमाले यो पठाउँछन् भनेर, साँच्चै पठाएको रहेछ। ल काँक्रा पनि पठाएछ। दाल, सिमीको दाल पठाएको छ। यो हाम्रो यो सिमीको दाल पोर्खाल पठाएको छ हामीसँग। अझै एउटा केजी होला अझै यसमा। 3-4 केजी त छ अझै यसमा। ओ माका, ओखर ओखर पठाएछ है। ओखर नेपालबाट ओखर पठाएछ। ओखर यो लास्ट के रहेछ? यो हो कि क्या हो? यो आमाले पठाइदिनु भएको कि ए दुध। ओहो बिचरा निस्केछ पुरा। यो आन्टीलाई यो मलाई पठाइदिएको है आमाले। फाइनली ल साथीहरू, हाम्रो आमाले पठाइदिएको मासु त पुगिसक्यो। हामी त सबैभन्दा पहिले काँक्रा खान्छौँ है। हामी सबैभन्दा पहिले काँक्रा खान्छौँ। तपाईँहरू के खाने हो? ल मलाई सम्पर्क गर्नु है। करेन्ट चाउचाउ छ, घी छ। मलाई चाहिँ गाउँमा सबैभन्दा बढी मलाई मनपर्ने भनेकै घी हो। किन थाहा छ? घरमा हुँदा पनि म चोरी खान्थेँ रोटीसँग, काँचै घी पनि खाने अनि। अनि ओखर ओखर फेभरेट हो। ओखर पनि मेरो ओखर। त्यो जाँदी ओखर हो कि दाँते ओखर त रहेन त। त्यही पनि जे होस् पठाइदिएको छ आमाले। ल साथीहरू, भिडियो कस्तो लाग्यो? लाइक कमेन्ट सेयर गरिदिनु होला है। ल।